सो हेलो गाइस, कस्तो हुनुहुन्छ होला। म एकदमै सन्चै छु अनि म चाहिँ अहिले चाहिँ सिकारमा जाँदैछु हैन, अनि गाउँको जङ्गलमा। सो एक्लै जाँदैछु। अहिले चाहिँ म खोलाको छेउमा पुगिसकेको छु। सो जतिजनाले मेरो च्यानलमा हेर्नुहुन्छ भने प्लिज मेरो च्यानल चाहिँ सब्सक्राइब गरिदिनु होला। सो गाइस, यो चाहिँ हाम्रो जङ्गलको अवस्था हो। सो गाइस, अहिले चाहिँ म चरा हान्दै हिँड्दैछु हैन। छेउछेउमा चरा बसिरहेछ अहिले चाहिँ। तर चलाक छ हाम्रो गाउँको चराहरू चाहिँ हैन, एकदम बाठो छ। उड्यो त त्यो गएर बस्यो है, त्यो रुखमा गएर बसेछ गाइस। हो त्यो रुखमा, हो त्यो रुखमा बसेछ गाइस हैन। एकदम टाढो टाढो हान्नु परिरहेछ, लागेकै छैन चरा चाहिँ। सो एकदम चलाक छ यार हैन। सो कस्तो लाग्छ मेरो भिडियो तपाईँले कमेन्ट गरिदिनु होला गाइस। सो आज चाहिँ कतिवटा चरा पाइन्छ त्यो पनि थाहा छैन एउटासम्म। अहिले चाहिँ म हैन खेतको छेउमा आइपुगेँ। खेतहरू चाहिँ कस्तो छ भने म तपाईँहरूलाई देखाउन जाँदैछु गाइस। यस्तो छ नालाहरू चाहिँ, नालाहरू। यो चाहिँ गाई तर्छ यहीँबाट, अनि म पनि यहीँबाट तर्नुपर्ने हुन्छ। अनि यहाँ चाहिँ छ खेत। ओ सेट, मैले एउटा क्यामेरा सेटअप भुलेँ जस्तो छ हैन। छातीमा लाउने क्यामेरा चाहिँ मैले क्यामेरा सेटअप चाहिँ भुलेर आइसकेको छु। तर केही छैन हैन, हल्का हल्का म तपाईँहरूलाई देखाउन जाँदैछु यही सेल्फी स्टिकले। यस्तो छ हाम्रो गाउँको खेत चाहिँ हैन। यहाँ चाहिँ अहिले चाहिँ धान काटिसक्यो नि त। चराहरू चाहिँ एकदम कता कता हैन, एकदम टाढो टाढो बस्छ कि, छुट्याएर बस्छ नि त चराहरू। अहिले चाहिँ यहाँ चाहिँ एउटा चराहरू कता कता कराइरहेछ, कराउनु त कराइरहेछ, तर एक जग्गा कराएको छैन हैन, चारैपट्टि कराइरहेछ। यस्तोमा चाहिँ बास लगाउनु अलिक दिक्दार हुन्छ हैन। सो चाहिँ डढेली लागेछ है, यहाँ चाहिँ पुरा डढेछ हैन। अदुवा रोप्नुको लागि यस्तो डढाइसक्यो यहाँ चाहिँ। एउटा चरा त्यहाँ माथि बसिरहेछ गाइस, तपाईँहरूलाई म जुम गरेर देखाउने छु। के यो ढुकुर होला, ढुकुर हो यो चाहिँ गाइस हैन, ढुकुरै हो यो चाहिँ। एकदम टाढो छ क्या, त्यति फोकस गर्नु सकेको छैन मेरो क्यामेराले। अनि म चाहिँ जाँदैछु फेरि उकालोतिर। खाजा खानु बित्तिकै हिँडेको कि गाइस हैन, पुरा सास फुल्लिन्छ भात खाने बित्तिकै हिँड्नु चाहिँ। सो गाइस, अहिले चाहिँ म मेरो भिडियो अफ गर्दैछु हैन। अहिले पछि चाहिँ म फेरि पनि तपाईँहरूलाई देखाउने छु गाइस हैन, कस्तो कस्तो हुन्छ राति भएपछि हैन। सो तपाईँहरूले लास्ट तक हेरिराख्नु होला, अनि मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला गाइस। अहिले चाहिँ तपाईँहरूले पर्खिराख्नु होला। केही छैन गाइस हैन, एउटा केही पनि छैन।